तपाईँलाई एउटा अर्को प्रश्न, जस्तै तपाईँ मोरङ क्षेत्र नम्बर 3 को स्थायी बासिन्दा हुनुहुन्छ। जस्तै हामीलाई चाहिँ हाम्रो एउटा यस्तो विरल समस्या, हामी जस्तै अब एक हिसाबले भन्नुपर्दा साधु बिरालो र लाटो मुसाको कथा त यथावतै छ समाजमा होइन। जस्तै नेताहरू साधु बिरालो भए होइन, हामी जनता चाहिँ लाटो बिरालो भयौँ। जस्तै सुकुम्बासीको समस्या छ हामीलाई यहाँ। जस्तै यो सुकुम्बासीको समस्यालाई तपाईँले यहाँबाट जिताएर पठाइरहँदाखेरि, हामी क्षेत्र नम्बर 3 का वासीले हजुरलाई जिताएर पठाइरहँदाखेरि तपाईँलाई त अवगतै छ सुकुम्बासीको समस्या बिरलै छन्। यस विषयलाई तपाईँले कसरी अध्ययन गर्नु भएको छ र तपाईँको योगदान के थियो समाजमा, यसको विषयमा अलिकति प्रश्न पहिलो चाहिँ सुकुम्बासी समस्या समाधान गर्ने कुरा भनेको खासै त हुनुपर्ने यस्तो जस्तो लाग्छ मलाई त। उही समाज विज्ञको कुरा भयो होइन। सुकुम्बासीका समस्या सुकुम्बासी समस्या हो कि सुकुम्बासी नै चाहिँ समस्या हो, राज्यले थाहा पाउनुपर्छ। सुकुम्बासी समस्या होइन क्या, सुकुम्बासीका समस्या चाहिँ राष्ट्रिय समस्या हुन्। त्यो भनेको भूमिप्रतिको अधिकार, त्यो पनि फरक फरक कुरा छन्। कति अव्यवस्थित बसोबासका कुरा भए होइन, कति भूमिहीन छन्, कति भूमि भएर पनि मेरो भूमि हो भन्न पाएको छैन, त्योमा ती सम्पत्तिको अधिकार छैन। त्यो हरेक कुरालाई फरक फरक गरेर काहीँ दोहोरो समितिको कुरा गरेर अड्काएको अवस्था छ। अब हामीले पहिले जस्तो तत्कालै तपाईँहरूलाई सबै थोक दिन्छौँ भनेर बाचा गरेका छैनौँ, तर ती गाँठाहरू पुग्छन्। अब गाँठाहरू पुग्छन्, फर्जी रूपमा लिएका ती मान्छे बसिरहँदा कसैले लिएका धनी पूर्जाहरू च्यातिनुपर्छ भनेर संसदमा आवाज उठ्छन्। त्यहाँ यो अर्को बाहना, यो अर्को विकल्प छ कि बन्द गरौँ त्यो खोजी। मान्छे बसिरहेछ, एउटा मान्छे बस्दा बस्दै अर्काका नाममा धनी पूर्जा हुने त यो राज्यले, यो लोकतन्त्रले, सम्पत्तिको अधिकारले, यो संविधानले कल्पना गर्ने कुरै होइन। त्यो कल्पनै नगरौँ, त्यो विकल्पै नछाडौँ, त्यो धनी पूर्जा च्यातौँ। यदि कसैलाई झुक्क्याएर त्यो धनी पूर्जा बिडाइएको छ, उनीहरूले किनेका छन् भने त्यो पनि पीडित होला, तर त्यसले चाहिँ किटानी जारी दियोस्, त्यसले ठगीको मुद्दा हालोस्, राज्यले त्यो मुद्दा पनि लड्नुपर्छ होइन। भनेपछि त्यो मुद्दा पनि राज्यको मुद्दा हो, तर त्यो मुद्दा कचल्ट्याएर ऊ पनि त पीडित हुन्छ नि भन्ने त्यो अमूर्त कुरा गरेर त्यो पूर्जा कहाँ राख्न मिल्दैन। अनि सार्वजनिक जग्गा पनि होइन, खोला किनारमा पनि छैन, वनमा पर्दैन, त्यस्ता धेरै कुराहरू छन्। त त्यो ऐलानी बनाएर राख्नु जरुरी नै छैन। नापी गरेर त्यो जग्गा माथिको हक दिनैपर्छ भन्ने मुद्दा हो। यो मुद्दा संसदमा प्रष्ट बुझिने गरी एकदम त्यो जार्गन शब्द क्लिष्ट भाषा प्रयोग नगरिकन आम मान्छेले बुझ्ने गरी यो कुरा भनेको नि यो हुनुपर्छ नि भनेर समाधानसहित संसदमा पटक पटक कुरा उठ्नेछ, कतिपटकका संसद के भए मान्छेले थाहा पाएनन्, अब थाहा पाउनेछन् भन्ने कुरा चाहिँ म ग्यारेन्टी दिन्छु।